हेलो गुड मर्निङ एभ्रिवान। लास्ट अफ फुला सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ बिहान बिहानै हामी मार्केटतिर गइरहेको छौँ किनभने मेरो पार्टनरको बर्थडे छ। त्यही भएर यसो सपिङ गर्न गइरहेको छु। भरे चाहिँ बर्थडे सेलिब्रेसन गर्ने अनि अहिले चाहिँ हामी सपिङ गर्न गइरहेको छु यहाँ नजिकैको मार्केटमा साथीहरू मलमा। धेरै हुन्छ यता छाता ओढेर हिँडिराख्नु भएको छ हाम्रो दुईवटा दिदी होइन। यता हुनुहुन्छ हाम्रो अन्त दिदी, यता हुनुहुन्छ आज हाम्रो बर्थडे गर्ल होइन मिस सबिना। तिनजना गइरहेको छु मार्केटमा। म नजिकै छ, धेरै टाढा पनि छैन मार्केट चाहिँ हाम्रो, तर गर्मी चाहिँ दियोस् धेरै छ। लङ टाइम भनौँ न होइन, यस्तै हो। अब खासमा हिजै सपिङ गर्नु मन थियो हामीले। हिजो चाहिँ उसको पनि ड्युटी थियो, मेरो पनि ड्युटी थियो, नाइट सिफ्ट भन्नु हाम्रो। त्यही भएर सपिङ गर्नै पाएन। त्यही भएर आज बिहानै गइरहेको छु हामी सपिङ गर्नलाई। किनभने बिहानै सपिङ गर्ने अनि दिनमा बनाउने अनि बेलुका चाहिँ पार्कमा बनाउने बर्थडे मनाउनु सोचिरहेको छ हामीले चाहिँ। त्यही भएर पार्कमा बनाउनु जाने सबिनाले यसपालि चाहिँ हामीलाई बर्थडे पार्टी खिलाइरहेको छ होइन। अब अर्को वर्ष को कहाँ पुगिन्छ थाहा छैन। जुनसुकै देशमा पुगे पनि होइन नबिर्सिनु, मलाई अरूलाई बिर्सिनु होइन कृपया। अब आज मेसेज गरिरहन्छु होइन, मिठा यादहरू सबै बोकेर होइन, त्यो कुनै त्यो नि हो होइन। तर हामी यो हाम्रो सबजनालाई चाहिँ सधैँ साथमा लिएर होइन राष्ट्रसम्म पनि हामी बाँचुन्जेल याद गर्नेछौँ भन्न चाहन्छु म चाहिँ है। अब अहिले यहाँ भयो, अब अर्को वर्ष अब कता होला होइन, नेपालै जानेछु कता अर्को देश के थाहा। अब सबैको आफ्नो आफ्नो सपना होला कहाँ जाने होइन। त्यही नि जुनसुकै देश गए पनि अरू दिन नसम्झे नि बर्थडेको दिनमा चाहिँ सम्झिनु कि हामीले यस्तो मनाएको थियो पहिला सालमा भनेर होइन। उमेर गइसक्यो, बर्थडे मनाउँदा दिदीलाई थाहा छैन बेगको भोज खिलाउनु पर्नेमा बर्थडे पार्टी खिलाइरहेको छ, के गर्नु। ल सबिनाको बोयफ्रेन्ड दाजु कता हुनुहुन्छ ल, चाँडै उडाउनु पऱ्यो सबिनालाई। हामीलाई यस्तो भोज खिलाउनु पऱ्यो होइन। अरूलाई नबोलाइ नि मलाई चाहिँ बोलाउने बेमा, मलाई त नबोलाउने कति वर्षपछि अनि दाइलाई के भन्न चाहनुहुन्छ कि तपाईँ? धेरै सपर्नु अघि बढ्नु, जति टाढा भयो नि जति टाढा भयो नि मलाई माया नमार्नु नबिर्सिनु। त्यही हो है। लो दाइ यतातिर दिदीले मिठो मिठो सम्झना पठाइदिनु भएको छ है, हाम्रो दिदीलाई नबिर्सिनु होला कृपया। फिलहाल हामी चाहिँ मार्केटमा आइपुग्यो। हाम्रो मार्केट चाहिँ यही हो। अब चाहिँ हामी भित्र गसौँ होइन त। ल है ल के अरे दाजुलाई देख्दा त केही नि हुँदैन होइन। के बित्ति गोदी देख्यो हामी, कस्तो राम्रो देख्यो भने अब सिधा केक पसल है। केक पसल उतातिर छ, सिधा केक पसल जाने हामी त्यसपछि अर्डर गर्ने हामी चाहिँ केक। हाम्रो केक पसल हेलो। ल हेरौँ न कुन चाहिँ केक मिठो हुन्छ त। अब चाहिँ हामी माथितिर लगाम केक अर्डर गऱ्यौँ होइन। माथि अब चाहियो नि डुम पड्काउने स्प्रे छान्छु छान्नलाई होइन, त्यो छान्न गइरहेको छु। हामी चाहिँ सबिनालाई फेरि टोपी पनि लगाउनु पर्ने होला हैप्पी बर्थडे भन्दै। यो चाहिँ हाम्रो यो सपिङ मल यहाँसम्म लगाएर हो माथि पनि यसो बनाइराख्ने के भन्छ कट गर्न मिलिहाल्छ नि। यता हेर्ने यता नलजाउनु, धेरै लजाउनु हुँदैन। यता रहेको छ लुगाहरू, बेबीको ड्रेसहरू त्यो हेर्नु कति राम्रो छ। ल है सबिना छोरी पायो भने अब यो किन्नु आउनुपर्छ। हेर्नु त्यो कस्तो राम्रो छ। ल ल ल छिटो छिटो बे गर्नु पऱ्यो होइन। कति राम्रो राम्रो ड्रेसहरू छ क्या। ठुलो मान्छेको खासै राम्रै आउँदैन कि। टाढो टाढो देखेर लुगा किन्दा चाहिँ यहीँ आउनु ल साथीहरू आउँछ। लुगा किन्दा कहाँ आउने फ्लावरहरू कस्तो रोज हेर्नु न माथि रोज दुइटा चाहिन्छ हेर्नु त्यसमा छ कि छैन।
डाम डुम 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 स्प्रे त्यो लाने हो यो वाइटवाला चाहिँ राम्रो हुन्छ नि युज गरेको चाहिँ यो छ होइन दुईवटा एउटा नि यो त एउटा भयो हुन्छ नि यो त होइन यो 5 अनि कति चाहिँ 26 ए हे नि बुढी भइसकेको छ मिस सबिना त अनि यो पनि लिनु भने यो लगाइदियो नि त यो सामान न तपाईँ यो टाउकोमै ढाँडे रहेछ मिस सबिना त टाउकोमै ढाँडे रहेछ त 11 त्यही राम्रो त्यही लगाउनु हुँदैन नि ठिकै हुन्छ नि 25 वटा भयो नि 25 वटा नि धेरै धेरै गिलास यसमा कतिवटा पिस यसो छ आइगो सबिना टाउकोटा धन्यवाद फाइनली हामी चाहिँ रेडी सेडी भइरहे हाम्रो नानाहरू राम्री राम्री भइरहे अब चाहिँ हामी गइरहेको छौँ सेलिब्रेसन गर्नलाई बर्थडे पार्कमा पार्क चाहिँ हाम्रो नजिकै छ अहिले हामी गइरहेको छौँ 4 जना अरू चाहिँ 4 जना दिदीहरू आउँदै हुनुहुन्छ किनभने उनीहरू चाहिँ भर्खर ड्युटीबाट आउनु भएको रेडी हुनुपर्छ है ल यता हुनुहुन्छ हाम्रो अन्त दिदी राम्री राम्री भएको छ बर्थडे गर्ल खोइ त नि बर्थडे गर्ललाई बिचरा सामान बोक्न लाग्छ मैले पार्टनर फेरि यार ट्विन्स नै भएको छ आज त होइन पार्टनर यता हाम्रो हुनुहुन्छ हाम्रो राम्री नाना मिस हेर्दै पनि न हो हिरोनीको एन्ट्री फेरि लास्ट टाइम हुन्छ नि हिरोनी खतरा देखाएको छ नि यो अनि कति एक्साइटेड हुनुहुन्छ तपाईँ अनि नाच्ने होइन त नाच्ने होइन त यो गरेर अनि बर्थडे गर्ल के छ त नाच्ने होइन नाच्ने आज फेरि क्या राम्री देखेको छ नि बाहुनीलाई किसिका नजर नलागे कालो टिका लगाइदिनु पर्छ त नि कालो टिका मिस गरेछ पार्क चाहिँ नजिकै छ होइन त हाम्रो ल है त ल ल अब बर्थडे मनाउनु त टोप्ला नि बोक्नै पर्यो होइन खानेकुरा नि बोक्नै पर्यो हिरोनी बनेर के गर्नु झोला त बोक्नै पर्यो बिजुली बालेर हट भएर कता हिँडेको फाइनली हामी चाहिँ पार्कमा आइपुग्यो होइन म चाहिँ कहाँ छ तपाईँ यतै हुनुहुन्छ अब गरिन्छ कतातिर राम्रो ठाउँ होला भनेर डेकोरेसन गरिन्छ त्यसपछि काटिन्छ केक मिसेस सबिनाले हेर्नु सक्नुहुन्छ तपाईँहरू पनि आउनु होला मनाउनलाई त्यो चाहिँ कालिपा सिटीमा है सिटीमा होइन फेरि कालिपा सिटीमा यता रहेको छ मासु बलेर खानु मासु बलेर खाना आउनुपर्छ नाना एकचोटि आउनु है चाँडै चाँडै ठाउँ चाहिँ राम्रो रहेछ है सानो भयो पार्क सानो भयो नाना अब हामी लाग्नेछौँ तयारी गर्नेछौँ लाइटहरू पनि रहेछ त्यसपछि काट्नेछौँ केक होइन यतातिर बस्न लाग्छ हामी चाहिँ टेबल पनि ठुलो रहेछ हाम्रो लाइट यस्तो साह्रो रहेछ फाइनली आइ विनर सेकेन्ड भन्नु न बर्थडेको डेकोरेसन है यो चाहिँ बेलुन फुलाउनु नसकेको मैले चाहिँ अवस्था होइन नसकेको अवस्था फेरि उता दुईवटा दिदी चाहिँ पुरा टिकटक बनाइराख्नु भएको चाहिँ मिलेन ल त खालि किट्टा किट्टारी मात्रै भनिरहेछ Happy birthday to you. Happy birthday to you.
Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday. यो प्लास्टिक हटाइदिनु न Happy birthday to you. ये खाने हैन Happy birthday to you. Happy birthday. छिटो लाउने गर्दैन बेस्ट पायो नि तिमी भए बेस्ट नभए आफै आउँछ नेक्स्ट ल ल ल Happy birthday to you. Happy birthday. Happy फोटो खिच्नु पर्छ के ल अगाडि ओइ अहिले त खिचेछ नि मैले चाहिँ औले अब त्यो मैले फोटो मात्र बुझ्दै इमानदार खाना देखा त्यो त सिकाएन नि त होइन खाना बनाउनु सिकाएको छ प्लेटमा अब यता दिदीहरु देख्छौ भयो प्लेटमा मन गरो सबिना सबिना जानेलाई पाइबै क्या राइट यु ए पुरा उयो राइट छैन उको ए सबै हाल्दै राख्नु न क्यामेराम्यानले लातो गर्नु ल ल ल भन्नु ल खायो ल भन्नु ल जिसको संसारै मलाई उसको एक झलक मुस्कान हल्लियो चक्रो चक्रो कमलले बात हो मिठो रस्ता फुल हाल त यसको त के पट्टे हैन बेबी शावर गरे जस्तो देखिरहेको छ मिठो रस्ता फुल इसको एक झलक मुस्कान माया में माया है Hey,
Thank you.